हेलो गाइज गुड मर्निङ के छ हामी चाहिँ उठिसकेका छौँ र हामी अब यहाँ चाहिँ पर्क पकाउन लाग्छ पर्क र गाइज यहाँ चाहिँ यस्तो छ ठाउँ चाहिँ हेलो गाइज के हुँदैछ आज बिहे हुँदैछ टडेलामा भोज खानु पर्छ ल यहाँ के हुँदैछ यता हेलो 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 यहाँ के हुँदैछ बेना के हुँदैछ ठ्याक्कै हुन्छ नि धेरै पाकी बसिँदैन ठिकै के पाक्दैछ यहाँ ल आलु 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 हामी नै हो कि अनि बाजेहरु यस्तो हुँदैछ यहाँ चाहिँ अहिलेलाई अर्को फेरि होइन हान्नुपर्छ यसो भिडियो हान्नुपर्छ त्यसको है तपाईँ पनि जानलाई कि ए हो ल ल भिडियो हान्नुपर्छ होइन त्यो अलिकति उयो गर्नुपर्छ मिलाएर हाल्नुपर्छ ब्लग हुन्छ नि पुरै मजाले चलन भइरहेछ गाई गाई कस्तो हुँदैछ त राम्रो छ ठिकै लागिरहेको छ राम्रै लाग्छ कलर चाहिँ राम्रो हो यसलाई अब उमालेर तेल फाल्नु पऱ्यो कि गोलभेडाले कालो आयो मात्र ल भाइ बे गरम जान्छ यस्तो भइरहेछ यहाँनिर मेरो भाइ चाहिँ त्यहाँनिर छ ल के कम छैन खानु तपाईँ चाहिँ गर्नु न मासु सुँगुरको मासु पल्किने ओहो सबै पुगेछ कम छ के कम नुन छ अर्कै नुन ल्याउनु त नुन कम छ कमै हुन्छ गुलिगुलै छ त मासु पिरो पिरो पनि कम भयो होला पिरो पनि कम छ पिरो त सधैँ छैन खासै यहाँतिर पिरो अलिक खाँदैन होला नि त अब अच्छा लिनु तपाईँ होइन म नखाने ल यसै चढ है पेटमा चिल्लो खाएपछि त सकिन्छ म लगेन कि होइन मासु खानुहुन्छ खाली पेटमा पनि मासु त हुन्छ ज्याकेट हुन्न मासु कहीँ हो मासु त यो मलाई खान खालको मासु भयो चियाको सोडा पनि मासु खायो भन्नुहुन्छ क्या चाहिन्छ मलाई नुन चाहिँ है अरू चाहिँ ठिक छ अब खाँदाखेरि चाहिँ ग्यास्ट्रिक अरू खाँदा अलिक ग्यास्ट्रिक हुन्छ मासु खाँदा चाहिँ केही हुँदैन अनि टमाटर भयो यसलाई अलिकति लसुन कम हो कि क्या लसुन त लो लसुन बढी भएर अघि त्यहाँ त्यही हाने हो क्या त्यो बुङ्गुर थियो एउटा सुँगुर थियो बढी नै त्यही लगाएर काटेँ क्या अनि गोलगोल त काट्नु पर्ने हो नि त नुन कति पुगेर हुन्छ धेरै पुगेर हुन्छ हातमा पानी नै थियो क्या तपाईँ चेक गर्नु पऱ्यो चेक अनि तपाईँले चेक गर्नु परेन दाइले चेक गर्नु परेन यसो हामी त भेज हो हामी त अब म त दाइले हाल्नु नुन छोड्नु ओ बुङ्गुरले नि घाँस खान्छ अब त्यो के गर्नु त्यो पनि सकाएर राखिदिउँ क्या यता होइन होइन आलुको यता आलु यता गर्छ कि उता गर्दै उतै होला क्या ठिक आलु उनीहरूले गर्छ त पिरो कम छ कि पिरो ठिकै हो कमै हुने पिरो पनि कम छ खोर्सानी टोक्नु हो ल हुन्छ ठिक छ त्यसमा कमै छ अघि त्यति हालेकोले मात्र पुग्दैन लु चलाउँ झन्डै पुग्छ होला है अब चाहिँ पुग्छ होला बडा नगरौँ चलाउँ पुरै लु चलाउँ साथी हो ल ल ल चलाउँ त खाने एकछिन छोपेर सरी म चलाउँछु जेउरा डगेम बस्नु थाल्यो मेरो पानी तानै गर्दा चला भयो भने अलि मिल्दैन है या भिडियोमा अलि राम्रोसँग गल्लार चला न ओइ गल्लार चला न चला त्यस्तो घुमा न आफूले चलाएको नुन पनि लागेन कि
त्यो भाँडा ठुलो भएर नि माछा छोरो देखा हो क्या सुँगुर लभरहरू के गर्नु के अरे खुवा घोट्नलाई चाहिँ ठिक हुने रहेछ सानो बाजेलाई पनि नपखाए पुग्छ होला अब अब लास्ट एकचोटि लास्ट एकचोटि लास्ट अलिकति पुलाइछ हो त्यति पुग्दैन तपाईँको चेकअप गर्नु छ भने माथि सेको स्टाइलले बनाउनु भयो हजुर अल्कोहल खै त खोइ एकछिन पछि फेरि अब मसला लगाएको छैन भने फेरि चाख्ने कि मसला लगाएको छैन भने फेरि चाख्ने पैसा धेरै चाहनु खाली पेट मासु हो त्यसैलाई सेभ गर केमा उयो भाडामा त्यसै गर्नु है गुड हालेर तपाईँको त्यो उसलाई नि फ्राई गर्नु पऱ्यो नि आलुहरूलाई गर्दा पनि भयो म बुङ्गो खानु के गर्नुहुन्छ चपाउने मात्रै हो खाँदैन मेरो दागुन मिल्दैन अब सबै घाँसपात खान्छ त बुङ्गुरले भेजै त हो नि ओ भेजै हो माछामा पानी बसेको चाहिँ भेज बुङ्गुरले अब घाँस खाएपछि भेज ननभेज त कुखुरा हो नि हो नि हो नि ल हामी यहाँ चाहिँ हामी सबैजना रेडी हुँदैछौँ होइन त्यहाँ चाहिँ बिहे सकिँदैछ कि सकिसक्यो हो सकिँदैछ ए लाउन लाउ हामी यहाँ रेडी हुँदै थियौँ त्यही त तर ठिक हो खोइ तर फ्यान रहेछ अनि फेरि अब ए खोइ चस्मा छैन कसैको हजुर खोइ कसको चस्मा खोइ दिनु छैन कुन चस्मा ए त्यहाँ छोडिदिनु त्यस्तो हामी चस्मा लाउँदैन मेरो हरायो चस्मै हरायो ल गाइज हामी चाहिँ रेडी भइसकेका छौँ ल दाइहरू चाहिँ रेडी हुने बाँकी नै छन् उता जाउँ ल के हुँदैछ अलिकति माथि ल यस्तै हो के पऱ्यो छैन बाँकी नै छन् ल हजुर हजुर भेना के हुँदैछ हजुर भर्खर बिस्तारै ल ए भाउजू यो अलि उठाउनु न अङ्कल ल यतामा हेर्नु अङ्कल अझै फर्किनु अङ्कल यता मोबाइलतिर हौ अङ्कल गर्मीले एउटा भयो क्या मासु लगायो है भातले भन्दा के गर्यो भने बाबु यो अर्को गरिदिनु न अलि माथि
पानी पर्यो पानी पर्यो डाँड काट्यो कतिको चाट्छ मैले त खाएको थिएँ याद छैन कि मलाई त्यही भएर हो तपाईँको बिमा परेन होइन परेको थियो नि भोलिपल्ट चाहिँ परेको अनि त्यो भोलिपल्ट त्यो परे होइन नि त्यो त परे होइन बिहेको दिन पऱ्यो नि यहाँ हाम्रो मेरो त त्यही उता भित्रमा नि परेन भोलिपल्ट भोज खाने पऱ्यो हो कि बिहान एकछिन बाहुनले के त्यसै भने त बाहुनले अघि नै खोलेर हामी भिडियो पानीले खतम दोरी हेर्ने हो कसौडी